लु न हो सबैजना आऊ है यहाँ टिका लाउन धुप बालौ न पहिला ल ए ला माचिस त किन्नै भुलेछु लु त भाइ एउटा माचिस दया गरेर ल्याइदिनुहोस् न यस्तो आग्रह आएपछि म पनि फुर्तीका साथ झट्टै माचिस किन्न निस्किए बाहिर यस्तो खाले मुड नहोस् पनि किन र परदेशमा जो आफ्नो प्रिय चाड मनाउँदै थियौँ झनै यो इजरायलमा त छुट्टी महिनामा एक खेप मात्र पाइने हुनाले चाडको बेलामा मन अरू बेला भन्दा बेसी गुना रमाइरहेको हुन्छ यस्तो मनोस्थितिमा बाहिर बाटोमा एकजना नेपाली अनुहार देखेर मेरो पालो पनि बङ्गै दसैँको शुभकामना दिइहाले एक भाइ त ट्वाल्ल परेर मलाई हेरिरह्यो यसो राम्रो हेरेको एक भाइ त फिलिपिन्स देशको पो रहेछ ब्रदर आई डिड नट अन्डरस्ट्यान्ड वाट यु सेड टु मी भनेर बिचराले उसको फिलिपिनो एक्सेन्टमा अङ्ग्रेजी छाड्दै मेरो अनुहारमा प्रश्नसूचक भावको साथमा हेऱ्यो आफ्नो चाड मनोदशामा हावी भएकोले अलिक ओभर कन्फिडेन्ट भइपठाएछु त्यहाँनिर त्यसैले उसलाई सरी है मैले हजुरलाई हाम्रै ठाउँको मान्छे जस्तो देखेँ अनि हाम्रो भाषामा सम्बोधन गरी पठाएँ भनिराखेर मेरो मिसन माचिसलाई अगाडि बढाउने हेतु दोकानतर्फ लागेँ दोकानभित्र खुट्टा पस्दा नपस्दा कामुस्ता माई फ्रेन्ड हाउ इज एभ्रिथिङ इन फिलिपिन्स भनेर दोकानको यहुदी दोकानदारले सोधिहाले मोराले मलाई फिलिपिन्सको भनेर सोचेछ उनलाई अलिकति मेरो नागरिकताबारे प्रवचन सुनाइदिए त्यसपछि माचिस लिएर म हाम्रो फ्ल्याटतर्फ लागेँ फर्किँदा त्यो दुईवटा घटनाले होला मेरो चाड मनाउने मुड अलिक ओसिएको जस्तो भान भयो साला आफ्नो ठाउँमा भए त उकालो जङ्गलपट्टि हेर्दा पनि दसैँ फिल भएर आउँथ्यो डाँडा मासतिरबाट बिर्खे मान्छ रातै निधार बोकेर ओह्रालो सरेको तलबाट साइली दिदी रातो बाटाको प्लास्टिक ब्यागमा हिट बियरको बोतलमा मकैको खोयाले बिच्चो लाएर तातो तिन पानी अनि बजारबाट ल्याएको रङ्गी बिरङ्गी सन्देश मिठाईको एक पोका बोकेर पल्लो गाउँ टिका लगाउन गएकी पर घरको कुलमानबाट बिहानको कोटा पुरा गरेर आफ्नो बुढेसकालको स्वाधीनता झल्काउँदै घरि बाटोको तल्लो छेउ त घरि माथिल्लो छेउ गर्दै हिँडिरहेको वर्षैभरि पुरानो लुगा लगाएपछि आमाले अदुवाको माउ बेचेर किनिदिएकी नयाँ पेन्ट टी सर्ट अनि थर्ड कपी नाइकीको जुत्ता पाउँदा ओभरै खुसी भएर अरूलाई देखाउने मौका खोज्दै घोडे उफ्राइ गर्दै कुदिरहेको सानो भाइको आफ्नै संसार दसैँ टार्नु भनेर पालेको सुँगुर रोग लागेर चाडको मुखैमा फ्याट्टै मरेर खिन्न अनुहार तर सरसापट खोजेर आपतकालीन स्थितिदेखि अलिकति बाँचेको डल्ले खान्छाको भान्साघरभित्र फारभरि सुकाएको भैँसीको मासु र बुढीले कट्मेरो दाउरामा आगो बालेर घरै धुवाले भरिदिएको तर पनि मज्नु भैयाले उधारोमा दिइराखेको सिटी गोल्डको कानको झुम्का अनि जेबीको टाइट पेन्ट लगाएर भए पनि उसको बुढी सजिएकी र बीचबीचमा बुढाको सिल्भरे मगमा कलिलो पल्टेको कोदोको जाँड सकिँदै पछि हालिदिँदै गरेकी डाइसमा हिसाब नमिलेर बुक्कीसँग खुल मान्छे बाँच्दै गरेको बल्ल जागाटी घाँस काटिसकेर अनि खुइ काटिसकेपछि सुर्ती मार्दै गरेको बेला बिनु माइलालाई हलदार काकाले मलाई पनि दे भनेर हात थाप्दै गरेको ती सबै रमिताहरू अनुभवहरू खै त यो विदेश भूमि जस्तै सम्पन्न भए पनि जिरो नै रहेछ भनेर मनमनै गनगनिए फ्ल्याटभित्र पसेर माचिस दिए नानाले धुप जलाएपछि पुलुक्क मलाई हेरेर भनिन् भाइ माचिस त दामी बल्ने ल्याएछौ तर तिम्रो अनुहार चाहिँ किन ओसिएको हौ हल्का होमसिक भएको अवस्था नाना भनेर जवाफ दिए त्यति बेला कोठा थर्किने घतको आवाजमा सुगम पोखरेलको गीत बज्दै थियो र गीतको बोलले भन्दै थियो दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार।